सालेलाई इङ्ग्लिसमा गाली गर्न मन लाग्छ। इङ्ग्लिस आउँदैन र मात्रै हो। एउटा डिक्सनरी किनेर बाटाङटाङ दिने हो कि क्या हो? तपाईँ यो स्कुलमा के गर्नुहुन्छ? मामा घन्टी बजाउँछु। यो हो घन्टी? दुइटै बजाउने कुरा हो। कहिले कुन बजाउँछु, कहिले कुन बजाउँछु। आज त्यो काजेको छ र गाउँ आयो अरे किन आएछ? आए आओस् गए जाओस् कागलाई बेल पाक्यो ह्याप्पी न्यू इयर सेम टु यु भने आएको थियो। तिमी हो केटीको बाउ? केटीको बाउ भने छ जुङ्गाको रेखै छैन। तिमी किन व्रत भएको? जुङ्गाको पनि रेखा प्रियङ्का हुन्छ। होइन यो माग्ने बौलाउनु लाग्यो क्या हो? खुरुक्क बजान, के खोजिरहेको? सुर खोज्न परेन, ताल खोज्न परेन, रेडियो हो र फ्याट्ट बजाउनलाई। मेरो खराब बानी छ, मेरो खराब गर्नु भन्छ के? बिहे गर्ने बिहे। बिहे सुन्यौ तिमीहरूले? बिहे रे केही छैन। पैसा आउँछ भनेदेखि बिहे मात्रै होइन, म त श्राद्ध नि ठोकिदिन्छु। राजाले माग्न जाँदाखेरि त औँठा छाप भनिन्छ, झन् म माग्न गएको थियो भने त सडक छापै भन्थ्यो अलि। हेलो, नाइस टु मिट यु। बारीको पाटामै पुर्याइनी बुढीले त। डोगे आमा हाम्रो फुटबल टिम कमजोर भयो भन्छन्, यो बुढीलाई लाएर खेलाउनु नि। पालेजी के गरे भने यो एक मैले बजाइसके, अब त दुईको पालो। एक थप्दा भइगयो नि त। होइन तेरा मन लाग्दी हुन्छ यहाँ। केरा कसलाई त भने हेर्नुहोस्, घन्टी मात्रै बजाउने होइन, उस्तै परे मान्छे पनि बजाउँछु म। देख आमा, साथी भनेको यस्तो हुनुपर्छ। जुठो चिया त स्वाटै पारिदिएर गर्छ, त्यसका बाजे। तिमीलाई पनि चस्मा लाउँदा च्वाकै देखाछ। अबदेखि आइन्दा त्यो राजाको नाम लिनुभयो भने नि, गाली गर्दा पछाडि लाउने जी हुन्छ नि, हो त्यो